हजुरलाई थाहा छ हजुरले आफ्नो बच्चाको आइडेन्टिटी एकदमै ठुलो रिस्कमा छोडिरहेको छ भनेर यदि थाहा छैन भने यो भिडियो पुरा समय हेर्दिनुहोस् होला। नमस्कार, मेरो नाम प्रसून हो। म विगत 15 वर्षदेखि कर्पोरेट फाइनान्शियल कन्सल्टेन्टको रूपमा कार्यरत छु एन्ड वेलकम टु एपिसोड 1 अफ माई सिरिज फाइनान्स फर प्यारेन्ट्स। अमेरिकामा मैले कति नेपाली परिवारहरूले फाइनान्शियल सिस्टम राम्ररी नबुझेर एकदमै दुःख पाएको देखेको छु। त्यो कारणले मैले यो भिडियो सिरिज सुरु गरेको हो। सो प्लिज मलाई फलो गरिदिनु होला अनि कमेन्ट अनि आफ्नो साथीभाइहरूलाई सेयर पनि गरिदिनु होला। हाम्रो बाबु नानीको सोशल सेक्युरिटीहरू डार्क वेबमा एक्सपोज भयो भने उनीहरू एकदमै ठुलो रिस्कमा पर्छन्, किनभने त्यो कुरा हामीलाई जानकारी नै हुँदैन उनीहरू 18 वर्ष नपुगुन्जेलसम्म। बेस्ट थिङ टु डु इज टु फ्रिज देयर क्रेडिट सो स्क्यामर्स क्यानट गेट इट। बच्चाहरूको आइडेन्टिटी चाहिँ नि अनलाइन फ्रिज गर्न मिल्दैन। त्यो कारणले हामीले तीनटै क्रेडिट ब्युरोलाई एउटा सिम्पल चिठी लेखेर साइन गरेर पठाउनु पर्ने हुन्छ। त्यसको लागि एउटा प्याकेट बनाउनुहोस्, चिठी लिनुहोस्, चिठीसँग आफ्नो बाबु नानीको बर्थ सर्टिफिकेट, उनीहरूको सोशल सेक्युरिटी कार्ड, तपाईको आइडीको फोटोकपी अनि एउटा युटिलिटी बिलको कपी राखेर यो एड्रेसहरू, यो तीनटा एड्रेस मैले यहीँ राखिदिएको छु, यो एड्रेसमा मेल गरिदिनुहोस्। मेल गरेपछि हाम्रो बाबु नानीको क्रेडिट पर्मानेन्टली फ्रिज हुन्छ। So nobody can take a credit card out or a car loan out from that social security number. अनि उनीहरू 18 वर्ष पुगेपछि हामीले इजिली अनफ्रिज गर्न सक्छौँ अनलाइन पोर्टल खोलेर। आफ्नो बाबु नानीको आइडेन्टिटी सिक्योर गर्न आजै नै एक्सन लिनुहोस्। Let's build a smart financial future together. See you in the next one.